झ्याली गर्नै पाइएन नि, यो त झ्याली भइहाल्यो नि होइन। अहिलेको आधुनिक नेपालको निर्माता बडामारा धिराज श्रीपा पृथ्वीनारायण शाह यही दरबारमा जन्मेका हुन् र यहीँबाट नै उनले आफ्नो नेपाल आधुनिक नेपालको एकीकरणको सुरुवात गरेर अहिले हामी नेपाल नेपाली भनेर चिनिन पाएका छौँ। सेकेन्ड टाइम हो यहाँ बागमती भन्ने आएको एकदमै पिसफुल एकदमै राम्रो ठाउँ छ होइन। अनि इतिहास बोकेको ठाउँ हो होइन। सो वर्षमा एकचोटि आउनु चाहिँ प्रयास गर्छु म यहाँ होइन। तपाईँले जति जान्नुभयो त्यति जति जानु दिनको लागि। हेलो, वेलकम टु द न्यू ब्लग एन्ड न्यू डे। साथीहरू, म अहिले गोर्खा जिल्लामा गोर्खाको मेन दरबारमा आइसकेको छु। अनि त्यसपछि म आज यतै बसेको कारणले गर्दाखेरि चाहिँ म यतैबाट भ्लग सुरु गर्दैछु। योभन्दा गएको भ्लगमा तपाईँहरूलाई थाहा पाउनुभयो होला, म्युजियमको भ्लग पनि मैले हालेको थिएँ। त्यसैले यतातिर हेर्न सक्नुहुन्छ, यो बस पार्क एरिया हो। यदि तपाईँहरू आउन चाहनुहुन्छ भने, गोर्खा दरबार दर्शन गर्न चाहनुहुन्छ भने तपाईँहरू आउन सक्नुहुन्छ। जुनै पनि जिल्लाबाट आए पनि मुगलिन हुँदै खैरेनी, पोखरा हुँदै यता खैरेनीबाट गाडी लाग्छ, त्यताबाट आउन सक्नुहुन्छ। अनि त्यसपछि बजारमा झरेपछि ट्याक्सीहरू, बाइकहरू जसमा हुन्छ त्यसमा आउन सक्नुहुन्छ। अनि हेर्न सक्नुहुन्छ यतातिरको माथिको चाहिँ दरबार हो। यहाँसम्म मात्रै हो, बाँकी रहेको चाहिँ पैदल यात्रा जानुपर्छ हिँडेर। यतातिर चाहिँ बसहरू पार्किङ गरिन्छ भने माथितिर नि छ बस पार्किङ गर्ने ठाउँ। तपाईँहरू आउन सक्नुहुन्छ। ठिकै छ, हल्का पैदल यात्रा उकालो हिँडेर जानुपर्छ। अनि त्यसपछि तपाईँहरूलाई म देखाइहाल्छु बाटोमा के देख्छु। ओके, यतातिर हेर्न सक्नुहुन्छ सबै बस पार्क एरिया हो। अनि होटेलहरू पनि देख्न सक्नुहुन्छ। मान्छेहरू नि आउने जाने प्रक्रियाहरू पनि चलिरहेछ, हेर्न सक्नुहुन्छ। यहाँ होटेलहरू पनि बस्नको लागि पनि प्रशस्त मात्रामा ठाउँ छ भने तपाईँहरू यतै आएर बसेर अनि त्यसपछि बिहानैबाट पूजाहरू गर्न पनि सक्नुहुन्छ। यता हेर्न सक्नुहुन्छ, यो सबै यतातिर बसहरू पार्किङ गर्ने, बाइकहरू पार्किङ गर्नेहरू गरिन्छ भने। यदि तपाईँहरू दरबारतिर जाँदै हुन्छ भने चाहिँ यतातिर पसलहरू पनि छ नजिकै। यो पसलहरूमा तपाईँहरूले पूजापाठको सामानहरू पनि किनेर लिएर जान सक्नुहुन्छ होइन त दिदी? हो कि होइन? यतैबाट लिएर जानु पऱ्यो नि। अनि त्यसपछि यतैबाट लिएर जान सक्नुहुन्छ। सबै कुराहरू पाइन्छ नि। हाम्रो पूजापाठका सामानहरू, धुपहरू, बत्तीहरू, तेलहरू, गोरखनाथमा चढाउने रोडको लागि आँटै हो नि, आँटा। अनि त्यसपछि घिउ, सबै कुरो पाइन्छ होइन त। तपाईँहरू चाहिँ यो लाइनमा सरर आएर अनि त्यसपछि हेर्न सक्नुहुन्छ। तपाईँहरूले चाहिँ यतैबाट लिएर जान सक्नुहुन्छ। के छ दिदी हालखबर हजुरको? ठिक छ। एकचोटि यता हेरिदिनु नि त। अनि अब पसल बन्द गर्ने बेला पनि भयो होला होइन? फेरि पर्मिसन नलिए क्यामेरा देखाएपछि मलाई नि बोल्न पनि गाह्रो, अनि हजुरहरूलाई जवाफ दिन पनि गाह्रो, माइन्ड नगर्नु होला होइन? यतातिर हेर्न सक्नुहुन्छ, यति सुन्दर छ पसलहरू पनि, एकदम सुन्दर छ। अनि त्यसपछि अब हामी यताबाट हिँड्दै अनि माथि जान्छौँ। अनि बाटोमा गएर म तपाईँहरूलाई देखाउने छु कि के भेटिन्छ, के देख्नको लागि के छ। यहाँ सिँढीहरू पनि देखिसकेको छ। योभन्दा माथि जानलाई चाहिँ अब दुई खुट्टे अब गाडी नै चढेर जानुपर्छ। अब हाम्रो दुई खुट्टाको सहाराले माथि जानुपर्छ। अब बिस्तारै हामी उकालो लाउँदै जान्छौँ। तपाईँहरूलाई म बाटोमा देखाउँदै जान्छु, अघि पनि भनेको छु। ओके, गोर्खा दरबार, गोर्खा काली मन्दिर, गोरखनाथ मन्दिर जाने बाटो। अनि यतैबाट माथितिर बाटोतिर जान्छ। अनि त्यसपछि हामी अब यो बाटो हुँदै माथि जान्छौँ। केही समय उक्लिनुपर्ने हुन्छ, किनभने अब मन्दिरसम्म गाडी जाँदैन नि त। मन्दिरसम्म गाडी नजाने भएपछि हामीले पैदल यात्रा 10-15 मिनटमा हिँडेर माथि पुग्न सक्छौँ। हेर्न सक्नुहुन्छ बाटो चाहिँ यही हो। अनि त्यसपछि उकालो चढेर जानुपर्छ। मेन गरेर गोर्खाको दरबार हेर्नलाई पनि मान्छेहरूको अलि भिडहरू हुन्छ भने देवी कालीदेवी माताको गोरखकालीको पूजा गर्न अनि गोरखनाथको पूजा गर्नको लागि पनि निकै प्रसिद्ध छ गोर्खा दरबार। अहिले हामी
माथि उकालो लाउँदैछौँ। विशेष गरेर पृथ्वीनारायण शाहहरू अनि शाह राजाहरूमा उकालोमा अब डाँडाहरूमा बनाउँछन् नि त दरबारहरू, किनभने उनको सेफ्टीको लागि पनि राम्रो भयो नि त। वरिपरिबाट जनताहरूले उनको पक्षका मान्छेहरूले करायो भने पनि थाहा पाउने भयो नि त डाँडामा भएपछि त। हेर्न सक्नुहुन्छ म यता आइसकेको छु। यतापट्टि हेर्न सक्नुहुन्छ यो गोर्खा दरबार परिसरमा रहेका महत्त्वपूर्ण सम्पदा स्थलहरू उपल्लोकोट, वज्र भैरव थान, चण्डी थान, सिद्ध पाइला, हनुमान भन्ज्याङ, श्री विद्या मन्दिर, चौघेरा दरबार, रोडपाटी, गोरखनाथ मन्दिर, पशुपतिनाथ, गुजुचेरी, पण्डित पाटी, गोरखा मूल दरबार, रङ्गमहल, गोरखकाली मन्दिर, सीताप्रसाद पाटी, नगरा पाटी, गणेश मन्दिर, रामशाह चौतारो, तल्लोकोट सबै हामी घुम्न जानेछौँ। तपाईँहरूले हेरिरहनु होला। अनि यतापट्टि हेर्न सक्नुहुन्छ यो पसलहरू पनि छ। यहाँबाट तपाईँहरूले गोरखकाली गोरखनाथ मन्दिरमा लिएर जान पनि सक्नुहुन्छ। यता हेर्न सक्नुहुन्छ यो चाहिँ चढाउने हो मन्दिरमा। तपाईँहरूले ल्याउनु भएको छैन भने ल्याउन सक्नुहुन्छ, ल्याएर अनि त्यसपछि लिएर जान सक्नुहुन्छ फुलहरू पनि। योभन्दा माथि चाहिँ पसलहरू पनि छैन, धेरै माथि भएको कारण तल माथि गइसकेपछि तल आउन पनि त निकै गाह्रो हुन्छ नि त। अनि त्यही भएर ओके अब हामी बिस्तारै बिस्तारै उकालो लाउँ। मान्छेहरू पनि आउने जाने क्रमहरू चलिरहेछ। अब हामी उकालो लाउँदैछौँ माथितिर। तपाईँहरूले हेर्न सक्नुहुन्छ यतातिर पनि खाजा पसलहरू पनि छ। तपाईँहरूले अब माथि पूजाहरू गरेर आइसकेपछि यतातिर आएर पनि खाजाहरू पनि खान सक्नुहुन्छ। यतातिर पसलहरू पनि हेर्न सक्नुहुन्छ। मैले तपाईँहरूलाई भनिसकेँ यताभन्दा माथि चाहिँ अब पसलहरू पनि छैन। सिँढी हिँडेर जानुपर्ने हुन्छ 10-15 मिनट। त्यसैले तपाईँहरूले चाहिँ पूजाआजाको सामानहरू तलै किनेर पानीहरू किनेर माथि लिएर जानु होला। एकदम सहज हुनेछ जानलाई। तर सामानहरू किनिसकेपछि तपाईँहरूले चाहिँ आफ्नो त्यो फुल अक्षताहरू, चक्लेटहरू, केराहरू, प्रसादहरू चाहिँ राम्रोसँग जोगाएर लिएर जानु होला। किनभने बाँदरहरू व्यापकै छ। बाँदरहरूले चाहिँ त्यसलाई पुरै यताउति फालिदिन सक्छ। सर्भाइभ त गर्नु पर्यो नि त उनीहरू पनि, केही छैन जङ्गलतिर पनि। अनि त्यही भएर तपाईँले राम्रोसँग सम्हालेर लिएर जानु होला। पछ्यौराले कसैले छोपेर लिएर जानु होला। हेर्न सक्नुहुन्छ अहिले हामी हनुमान भन्ज्याङतिर आइपुग्न लागिसकेका छौँ। अब हामी त्यतातिर जाउँ। त्यहाँमा आइसकेको छु भने हेर्न सक्नुहुन्छ जसको नाम हनुमान भन्ज्याङ भनेर पनि चिनिन्छ। यता हेर्न सक्नुहुन्छ हनुमान भन्ज्याङ हनुमानको मन्दिर। तलपट्टि त्यही तलबाट म त्यो बस पार्क हो त्यो भने अझै छ जानलाई, माथि दरबार जानलाई अझै छ। इन्ट्रान्स गेट हो भने दाहिनाको हो भने, बाँकी चाहिँ बायाँबाट जान सकिन्छ। जय हनुमान ज्ञान गुण सागर, जय कपीश दिगुलोक उच्चागर। हेर्न सक्नुहुन्छ म हनुमान भन्ज्याङमा आइसकेको छु। यता हनुमानको स्ट्याचु पनि छ भने योभन्दा माथि चाहिँ दरबार रहेको छ जहाँ हामी जान अझै पनि बाँकी छ। अब बिस्तारै हामी जान्छौँ माथि। तपाईँहरू हेर्दै गर्नु होला हल्का हनुमान भन्ज्याङको भ्यूहरू। ओके हनुमान भन्ज्याङमा आइसकेपछि तपाईँहरूले देख्न सक्नुहुन्छ यो गोर्खा दरबार जाने यतापट्टि पनि बाटो छ। यता लेफ्टबाट पनि जान मिल्छ। र प्रवेशद्वार भन्दा यतापट्टि हेर्न सक्नुहुन्छ यो पुरानो समयको इतिहास। अनि त्यसपछि शिलालेखहरू पनि यहाँ प्रशस्तै राखिएको छ, जुन शिलालेखले हाम्रो शाहकालीन र यहाँको दरबारको इतिहासको बारेमा झल्काउँछ। त्यसै गरी तपाईँले हेर्न सक्नुहुन्छ यहाँ ठुलो समयको रुख पनि छ भने यताबाट पनि हामी उता
गोर्खा दरबारतिर कालिका र गोरखनाथतिर जान सक्छौँ। अब हामी जान्छौँ यतैबाट जान्छौँ हामी आज। अनि त्यसपछि तपाईँहरूलाई म बाँकी रहेको कुराहरू पनि देखाउँछु। नेपालकै सबैभन्दा ठुलो चिम्टा पनि देखाउँछु, हेर्न सक्नुहुन्छ। अब हामी भित्र प्रवेश गर्दैछौँ। प्रवेश गर्नुभन्दा पहिला अझै पनि माथि नै छ। अब म बिस्तारै बिस्तारै पुग्नै पनि लागेँ। माथि गएर तपाईँहरूलाई म देखाउनेछु। अब विभिन्न कुराहरू, विभिन्न ठाउँहरू, रोचक कुराहरू यता हेर्न सक्नुहुन्छ। यता माथिबाट हामी सलक्क दरबारतिर जान्छौँ। यतापट्टि दुईवटा बाटो छ, एउटा यताबाट बाटो जान्छ भने यतापट्टिबाट बाटो छ। अब हामी यतापट्टिको एउटा दरबार छ, यो दरबार हेर्नको लागि हामी यो बाटो उक्लिन्छौँ। सँगसँगै उक्लिम। ओके, के गर्दै हुनुहुन्छ? काम गर्दै हुनुहुन्छ। अब छुट्टी हुने बेला त भएको छैन नि अहिले? 5 बजी मात्रै हो? 5 बजीसम्म बस्नु पऱ्यो अनि त्यसपछि जानु पऱ्यो। अनि हजुरको घर चाहिँ कता हो नि? भीमसेन पार्क भनेपछि त्यतातिर पऱ्यो होइन? म अब भीमसेन पार्कतिरको पनि बनाउँछु, भिडियो बनाउँछु, त्यतातिर नै आउँछु म। हस् है त, अहिले म जान्छु। हस्, यो तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो चाहिँ चौघेरा दरबार हो भने यो राजाहरूको पाहुनाहरू आएको बेलामा उहाँहरूलाई स्वागत सत्कार र बस्नको लागि चाहिँ व्यवस्था गरेर बनाइएको यो चौघेरा दरबार हो भने तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। श्री विद्या मन्दिर पनि छ यहाँनिर, ठुलो कछुवा पनि छ। सायद श्री विद्या मन्दिर भनेपछि कछुवा भएपछि यो पक्कै पनि सरस्वतीको मन्दिर भन्दा पनि केही फरक पर्दैन। त्यो माथिको पल्लो कोठो हो भने। अब चाहिँ हामी माथितिर जान्छौँ। ओके सर, नमस्ते। नमस्ते सर। यो चौघेरा दरबार र अनि त्यसपछि गोर्खा यो दरबारको परिसरको बारेमा र यसको इतिहासको बारेमा थोरै केही मिठो शब्द भनिदिनुहुन्छ कि? धन्यवाद सुशील भाइ। यो गोर्खा दरबार शाह वंशको उद्गम स्थल द्रव्य शाहले लमजुङबाट आएर लिगलिग कोटमा विजय दौड गरेर विजय पश्चात उनले राज्य विस्तार गर्ने क्रममा उनी महत्वाकांक्षी भएको हुनाले आफ्नो त्यो लिगलिग कोटमा मात्र सीमित नरहेर गोर्खाका वरिपरिका राज्यहरू विजय गर्दै अभियान चलाउँदै अगाडि बढ्दै उनले यो गोर्खा राज्यमा विजय हासिल गरे र तल्लो कोट र त्यति बेलाको समयमा यो माझकोट अहिलेको जुन मूल दरबार भएको ठाउँ र उपल्लो कोट र परिसरका क्षेत्रहरू विजय गर्दै यहाँ चाहिँ शाह वंशको स्थापना गरेका हुन्। यसरी द्रव्य शाहबाट स्थापित यो राज्यले विभिन्न कालखण्डमा विभिन्न उनका उत्तराधिकारीहरूले राज्य सञ्चालन गरे। त्यसै मध्येका रामशाह पनि प्रतापी, न्यायी, समाज सुधारक राजा थिए। त्यसै गरी नै अब क्रमशः पछि पृथ्वीनारायण शाहसम्म आउँदा अहिलेको आधुनिक नेपालको निर्माता बडामारा धिराज श्रीपा पृथ्वीनारायण शाह यही दरबारमा जन्मेका हुन् र यहीँबाट नै उनले आफ्नो नेपाल आधुनिक नेपालको एकीकरणको सुरुवात गरेर अहिले हामी नेपाल नेपाली भनेर चिनिन पाएका छौँ र उनै पृथ्वीनारायण शाहलाई आशीर्वाद दिने र गुरु गोरखको चाहिँ मन्दिर पनि यही परिसरमा रहेको छ। यसै गरी गोरखकाली माताको मन्दिर पनि यहाँ रहेको छ, जुन मन्दिरमा द्रव्य शाहले नै स्थापना गरेको र रामशाहको बेलामा अलि परिष्कृत सुधार भएर अगाडि बढेर अहिलेको अवस्थासम्म आइपुगेको र जसलाई शाह वंशको कुल देवताको रूपमा पनि मानिन्छ। विभिन्न समय 1856 भन्दा अगाडि त्यसका पूजाहरू दैनिक रूपमा हुने गरेका थिएनन् र अष्टमी पर्व सुरुवात भयो। तत्पश्चात भने 2060 देखि दैनिक पूजाको रूपमा भएर अहिलेको आजको यो अवस्थामा आएको छ र यो जुन मूल दरबार भनेको माथि परिसरमा रहेको छ, त्यो परिसरमा रङ्गमहल, त्यसपछि गएर गोरखकाली मन्दिर, रोड पार्टी अनि नगरा पार्टी,
त्योभन्दा तल के अरे गणेश मन्दिर, त्यसपछि न्यायको चौतारो अनि तल्लो कोट, यी विभिन्न सम्पदाहरू गोर्खा दरबारको परिसरमा रहेका छन्, जुन 2046 सालमा नेपाल सरकारले संरक्षित स्मारक क्षेत्रको रूपमा घोषणा गरेको छ। सरकारी जग्गालाई मात्रै त्यो परिधिभित्र संरक्षित क्षेत्र घोषणा गरे, बाउन्ड्री तोकेर बाहिरको निजी जग्गालाई छुटाएको अवस्था छ। यसरी अहिले हेर्दा यो नेपालको सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूमध्ये गोर्खा दरबार र परिसर पनि एक हो। यो चाहिँ शाक्त धर्म, वैष्णव शाक्त धर्म र नाथ सम्प्रदायको, नाथ धर्मको एउटा धार्मिक सहिष्णुताको केन्द्रको रूपमा रहेको छ। यो गोर्खा आउने मानिसहरू बहुसंख्यकहरू धार्मिक पर्यटक हुन्छन् भने, र अब केही हदमा चाहिँ अब यो हिमाल आरोहण गर्नेहरू पनि आइरहेका हुन्छन् र हिम दृश्यहरू यहाँबाट देख्न सकिन्छ भने, अर्कोतिर शाह वंशको बारेमा खोज अनुसन्धान गर्ने रिसर्चरहरू, अनुसन्धानदाताहरू यस्ता पनि यहाँ आउने गरेको पाइन्छ। यसर्थ गोर्खालाई हामीले ऐतिहासिक, पुरातात्विक, धार्मिक र प्राकृतिक दृश्यको सङ्गमको रूपमा पनि लिन सकिन्छ। यी यसै गरी माथि हेर्यो भने यो जङ्गल 46 सालभन्दा अगाडि व्यक्तिहरूको जग्गामा आबादी गरिने, खेती गरिने जग्गा थियो भने 46 को सेरोफेरोमा नेपाल सरकार पुरातत्व विभागले यो जग्गा अधिग्रहण गरेर वृक्षारोपण गरेको छ। अहिले चाहिँ हामीले 46 भन्दा अगाडि जन्मिएका मानिसहरूले त्यहाँ खेत देखेका थिए, के अरे बारी देखेका थिए भने त्यसपछि जन्मिने मानिसहरूले जङ्गल नै देखेको पाइन्छ। यसरी हामीले गर्यौं भने, संरक्षण गर्यौं भने र मलजल गर्यौं भने नहुने कुरा केही पनि छैन। यही क्षेत्रबाट पृथ्वीनारायण शाहले नेपाल र नेपाली गोर्खाली भनेर वीरताको गाथा चिनायो भने यही क्षेत्र अहिले अन्य नयाँ क्षेत्रहरू, अन्य क्षेत्रहरूको विकासको गति र यसको विकासको गति तुलना गर्दाखेरि अलिकति हामी शोचनीय भएका छौं र नेपाल सरकार पुरातत्व विभागले यसको मौलिकता, ऐतिहासिकता र आधिकारिकतालाई अक्षुण्णता राख्दै, जीवन्तता दिँदै यी यस्ता सम्पदाहरूको संरक्षण, जीर्णोद्धार गर्दै अगाडि बढिरहेको अवस्था छ। हामी यो उभिएको प्राङ्गण भनेको चौगेरा दरबार परिसरको प्राङ्गण हो, जुन यो दरबार त्यति बेलाको समयमा अतिथिहरूको लागि, बसोबासको लागि प्रयोग गरिन्थ्यो भने वर्तमान समयमा यसमा गोर्खा दरबार हेरचाह अड्डा भन्ने कार्यालय सञ्चालन रहेको छ भने यता पछाडितिर श्रीविद्याको मन्दिर छ, त्यसै गरी त्यहाँ माथि पशुपतिनाथको, त्यसै गरी गुहेश्वरीको, त्यसै गरी माथि वज्रभैरवको, यो जङ्गलको फेदीमा चाहिँ चण्डीस्थानको, त्यसपछि सिद्धपाइला, त्यसपछि तल हनुमान, भन्ज्याङमा हनुमानको मूर्ति, उमा महेश्वरको मूर्ति, सरस्वतीको मूर्ति, यी विभिन्न देवी देवताहरूको मूर्ति र लिच्छवी कालको समयमा पनि त्यो वज्रभैरवको लाई राज्यको तर्फबाट पूजा आजा व्यवस्थाको लागि बजेट विनियोजन गरिने, नगदका साथै जिन्सी पनि छुट्याएर काम गर्ने गरिन्थ्यो भने यतातिर त्यो तबेला भयो, यतातिर यो निजामती कक्करे यो दरबार हेरचाह अड्डाको क्वार्टर, यतातिर नेपाली सेना, यतातिर नेपाल प्रहरी। यसरी यो सम्पदा के अरे यो संरक्षित क्षेत्रभित्र विभिन्न देवी देवताहरूका मूर्ति र दरबारहरू र स्मारकहरू रहेको कुरा छ, देखिन सकिन्छ। यी तपाईँ आफै पनि हेर्न, देख्न, मनोरञ्जन गर्न सक्नुहुन्छ। अहिले गोर्खा नगरपालिकाले पनि भ्रमण वर्ष मनाउने तयारी गरेर विभिन्न कार्यक्रमहरू गरिरहेको छ, जसको नारा के अरे जीवित इतिहास, जिउँदो इतिहास यस्तै भन्ने नाराका साथ
गोर्खा भ्रमण वर्ष 81 मनाउने तय गरेको छ, जसबाट पनि यहाँ आउने पर्यटकहरूमा बढोत्तरी हुने र एउटा होटल व्यवसायहरू, रेस्टुरेन्टहरू यिनीहरूको र यहाँका स्थानीय बासिन्दाहरूलाई आय आर्जनमा थप टेवा पुग्ने अनुमान र विश्वास गर्न सकिन्छ। हस् त, धन्यवाद। हेर्न सक्नुहुन्छ पहिलाको राजाहरूको पाहुनाहरू बस्ने यो दरबार हो भने अहिले चाहिँ गोर्खा हेरौँचाह अड्डा पुरातत्व विभाग बसेको छ यहाँ दरबारको संरक्षणको लागि। तलपट्टि हेर्न सक्नुहुन्छ, यतापट्टि तल बादल भएर खासै राम्रो देखिएको छैन भने अब यताबाट पनि तपाईँहरू जान सक्नुहुन्छ माथि, अनि त्यसपछि यताबाट पनि जान सक्नुहुन्छ। अब हामी जान्छौँ यताबाट। तपाईँलाई म सबैभन्दा ठुलो चिम्टा पनि देखाउँछु। त्यसपछि हामी गोरखनाथको दर्शन पनि गर्नेछौँ। भिडियो हेरिरहनु होला। निकै लामो भएको छ भिडियो, किनभने अब धेरै छन् त यहाँ एक दिनमा केही समयमा हिँडेर चाहिँ खासै सकिँदैन घुम्नलाई। त्यही भएर अब म चाहिँ जाँदैछु माथि, तपाईँहरूलाई म देखाउँछु चिम्टा। गोरखनाथ नेपालको सबैभन्दा ठुलो चिम्टा हेर्न सक्नुहुन्छ तपाईँले। यतापट्टि माथिपट्टि यो चाहिँ नेपालको सबैभन्दा ठुलो चिम्टा हो। म नजिक गएर पनि देखाउँछु तपाईँहरूलाई। अहिले चाहिँ हामी गोर्खा दरबारको तलतिर आइसकेको छौँ। अब हामी माथि पुग्छौँ र हेर्छौँ। दाइ नमस्ते। दाइ, यो नगरा घर र पृथ्वीनारायण शाहको सम्बन्ध अनि यो कुन कुन बेलामा बजाउनुहुन्छ तपाईँले यसलाई, अनि यसको बारेमा केही छोटो जानकारी दिनुहुन्छ कि? यो अब नगरा घर भन्दा पनि यो बाजा राख्ने पार्टी भयो। यहाँ चाहिँ नगरा लगायत अन्य बाजा यो गोरखकाली मन्दिरमा आरतीको समय पूजाआजामा हुँदाखेरि हजुर प्रयोग गरिने बाजाहरू यहाँ स्टोर गरेर राखिन्छ। हजुर, रेखदेख चाहिँ मैले गर्ने गर्छु। म चाहिँ गोरखनाथको नगरजी। हजुर गोरखनाथको नगरजी। हजुर हजुर। हजुरको शुभ नाम? सन्तोष परियार। सन्तोष परियार। अरू र भन्नुपर्दा यो गोरखनाथ बाबाको यो नगरा घर र पृथ्वीनारायण शाहसँग लिङ्क गर्दाखेरि पृथ्वीनारायण शाहको कुलदेवता भनेको गोरखकाली मन्दिर भनौँ न, कालिका मन्दिर र गोरखनाथ बाबा भने उहाँको कुलदेवता भयो। र अनि यो नगरा चाहिँ उहाँ विशेष गरी अब नगरा विभिन्न प्रकारको हुन्छ। एउटा त अब यो युद्धको समयमा अब जागरण गर्नको लागि नाथघण्टा र नगरा बजाएर यो सैनिकहरूलाई अलिकति जागरण गराउनको लागि, आत्मबल बढाउनको लागि बजाइने नगरा भयो। र विशेष गरी यो हामीले पूजाको लागि प्रयोग गर्ने यो जुन अहिलेको बाजा नगरा चाहिँ हजुर गोरखनाथ बाबाको आरती हुँदाखेरि आरती हुँदाखेरि कम्पलसरी बजाउनै पर्यो। हजुर हजुर। बिहान बेलुकी नित्य पूजा हुन्छ। हजुर। नित्य पूजाको समयमा चाहिँ बिहान बेलुकी नाथ घण्टा डमरू र अनि यो नगरा चाहिँ विशेष गरी गोरखनाथ बाबालाई जगाउनको लागि यो बजाइने गरिन्छ। यो चाहिँ अनिवार्य बजाउनु पर्ने बाजा नाथ घण्टा डमरू र अनि यो नगरा चाहिँ हामीले विशेष गरी गोरखनाथ बाबाको नित्य पूजा हुँदा बिहान बेलुकी बजाइने गरिन्छ। भनेपछि हजुरको पुस्ताहरूले शाहकाल भन्दा पनि पहिल्यैदेखि नै यो चाहिँ यो कार्य चाहिँ गर्दै आउनु भएको? शाहकाल भन्दा पहिला भनेको त खासै कुनै अब एउटा लिखित त्यस्तो पुस्तिका छैन। तर शाहकालकै अवधिमा हाम्रो चाहिँ अब भनौँ न 100-150 वर्षको इतिहासमा हाम्रो पुस्ताहरूले चाहिँ सेवा दिइरहनु भएको। मेरो बाबा, जिजु बाजे लगायतदेखि चाहिँ निरन्तर रूपमा मेरो अहिलेको कार्य समयभित्रमा कार्य अवधि समयसम्म चाहिँ हाम्रै पुस्ताले नै चलाइरहनु भएको छ। हजुर। ल हस्, त्यसो भए धेरै धेरै धन्यवाद छोटो जानकारीको लागि तपाईँलाई। धन्यवाद। हजुर नमस्ते।
तपाईँहरूले नगर घर पनि देख्नुभयो। अनि त्यसपछि पृथ्वीनारायण शाहको मुख्य सल्लाहकारका रूपमा विशेनगरजी पनि थिए। अनि यताबाट गयो भने उतापट्टि हेलिप्याड छ, हेलिप्याडमा पनि जान सकिन्छ भने यताबाट अब हामी गोर्खाकालिकाको मन्दिरतिर जाँदैछौँ। हेर्न सक्नुहुन्छ मुख्य गेट आइसकेको छ। अब त्योभन्दा अगाडिपट्टिको शीतल पाटी हो, त्यहाँबाट हेलिप्याड देखिन्छ। म तपाईँहरूलाई हेलिप्याड पनि देखाउँछु है। यो हेर्न सक्नुहुन्छ, यो शीतल पाटी हो। अनि त्यसपछि तलपट्टिको त्यो हेलिप्याड हो। यहाँ हेलिप्याड दुईवटा छ, एउटा तल छ अनि एउटा यही भइहाल्यो। अनि योभन्दा तल गणेश मन्दिर अनि रामशाह चौतारो छ। तपाईँहरूलाई म देखाइहाल्छु बिस्तारै बिस्तारै। अब जाउँ हामी गोर्खाकालिकातिर। अब यताबाट जाउँ, यताबाट बिस्तारै बिस्तारै म जाँदैछु, दरबार प्रवेश गर्दैछु। अब म दरबार पनि आइपुगेको छु, तपाईँले देखाउँछु बिस्तारै बिस्तारै दरबारमा के छ, कस्तो कस्तो छ। हेर्न सक्नुहुन्छ यहाँ पूजाआजा गर्ने काम पनि भइरहेको छ। अहिले चाहिँ हामी आइसकेको छौँ गोर्खाकालिकाको मन्दिरमा। अनि त्यसपछि तपाईँले देख्न सक्नुहुन्छ अब जति पनि जनरल पब्लिकहरू छन् सबैजनाले ढोकामा गएर मात्रै पूजा गर्न मिल्छ। भित्रको जानको लागि अथोरिटी छैन। भित्रको जानको लागि कि राजा हुनुपर्छ र कि युवराजा हुनुपर्छ। अनि त्यसपछि त्यसै गरी कि मुख्य पण्डित पर्दछ जानलाई। राजाहरू महाराजाहरू सबै गए पनि उहाँहरूलाई चाहिँ तिथिमिति नमिलाइकन चाहिँ भित्र जान मिल्दैन, प्रवेश गर्न मिल्दैन। विशेष गरेर अष्टमीमा, नवमीमा अनि शनिबारका दिनहरूमा चाहिँ बढी मात्रामा यहाँ भिड हुने गर्दछ। तपाईँले हेर्न सक्नुहुन्छ यतापट्टि यो चाहिँ पृथ्वीनारायण शाहको जन्मेको दरबार हो भने म उता नजिकै गएर पनि देखाउँछु तपाईँहरूलाई। तपाईँले हेर्दै गर्नुहोस्, यो चाहिँ पृथ्वीनारायण शाहको चाहिँ जन्मघर हो। यो हेर्न सक्नुहुन्छ। नमस्कार। एकदमै ठिक छ। हजुरलाई आज भेट्न एकदम खुसी लाग्यो। आज गोर्खाकालिकामा दर्शन गर्न पनि आउनु भएको छ। अनि त्यसपछि तपाईँको म धेरै धेरै बिग फ्यान। म पनि हजुरहरूको कामको धेरै बिग फ्यान। अनि त्यसपछि हजुरको कन्टेन्ट क्रिएसनहरू अनि यता हजुरहरूले बनाउनु भएको त्यो कमेडीहरू यताउतिको म हेरिरहन्छु। एकदमै आज भेट्न पाएको मौकाले एकदम खुसी लागेको छ। अनि हजुरहरूको काम पनि एकदम सराहनीय छ है। हजुरसँग भेटेर मलाई साह्रै खुसी लाग्यो। अनि यो मेरो सेकेन्ड टाइम हो यहाँ तागबती भन्न आएको। एकदमै पिसफुल, एकदमै राम्रो ठाउँ छ होइन। अनि इतिहास बोकेको ठाउँ हो होइन। सो वर्षमा एकचोटि आउनु चाहिँ प्रयास गर्छु म यहाँ होइन। तपाईँलाई पनि भेटेर धेरै खुसी लागेको छ। गोर्खाको दरबारमा आइसकेका छौँ। गोर्खाको दरबार विशेष गरेर पृथ्वीनारायण शाह जन्मिनु भएको घर, उहाँको घर हाम्रो लागि दरबार पनि हो भने उहाँ विषम 1779 पुस 27 गते जन्मिनु भएको। उहाँ जन्मिनु भएको चाहिँ त्यो कोठामा भनिन्छ भने उहाँलाई जन्मिसकेपछि उतापट्टि ढुङ्गोमा लिएर एउटा बाथरुम टपुसको एउटा ढुङ्गा छ, त्यसमा सफा गरेर अनि त्यसपछि उतापट्टि अगेनोभित्र एउटा अगेनो पनि छ, अगेनोमा लगेर चाहिँ सेकिएको भन्ने चाहिँ पुरानो इतिहासमा छ। त्यही कुराहरू चाहिँ हामी भित्र गएर पनि सम्भव भएसम्म भित्र गएर पनि हेर्नेछौँ। र विशेष गरेर भन्नुपर्दा यो गोर्खामा पृथ्वीनारायण शाहले राज गर्नुभन्दा पहिला द्रव्य शाहले लिगलिकोट विजय पश्चात मैले लिगलिकोटको भिडियो पनि हालेको छु, तपाईँले लिगलिकोटको भिडियो पनि हेर्नुहोला। अनि त्यसपछि लिगलिकोट विजय पश्चात उहाँले चाहिँ यहाँ चाहिँ शाहकालभन्दा पहिला चाहिँ यहाँ मगर राजा थिए, मगर भुषाल खड्का राजा थिए। अनि उनी चाहिँ एकदमै एउटा कुरामा चाहिँ एकदम सोखिन, के कुरामा भन्दाखेरि चाहिँ एउटा माछामा
अनि एउटा स्त्रीमा। अनि उनको भुसाल खड्का राजा हुँदाखेरि यहाँ हुँदाखेरि चाहिँ के गर्न पर्ने भने यहाँका उनका जति पनि राजा प्रजाहरू छन् उनीहरूको बिहा भइसकेपछि बारात लिएर जन्ती लिएर चाहिँ बेहुली लिएर चाहिँ घर जान्थेन कि उसको घर जान्थेन कि बेहुलाको घर जान्थेन कि बारात सबै बोकेर चाहिँ यो हाम्रो यो त्यति बेलाको भुसाल खड्काको राजालाई चाहिँ भेट्न आउनु पर्ने। अनि त्यसपछि यहाँ बाजाहरू बजाउने यताउति गर्ने अनि त्यसपछि गर्ने र त्यो दिनको स्वागत चाहिँ यो भुसाल खड्का राजाले मौज मस्ती गर्ने र मात्र भोलिपल्ट मात्र। अनि त्यसपछि भुसाल खड्का राजाले बेलुका मौज मस्ती गरिसकेपछि भोलिपल्ट जनताले मात्रै बल्ल लिएर जान पाउँथ्यो उसलाई बेहुलीलाई बल्ल लगेर भित्राउन पाउँथ्यो। त्यसपछि यो कुरा बाबा गोरखनाथलाई मन नपरेपछि बाबा गोरखनाथको उत्पत्ति चाहिँ अनन्तकालमा भएको भन्ने छ। अब थाहै छैन गोरखनाथ बाबा चाहिँ कुन कालमा देखा पर्नुभयो भन्ने कुरो, शाहकालमा पनि होइन अनि त्यसपछि यहाँको पहिलो भुसाल खड्का राजाको पालामा पनि होइन, त्योभन्दा पनि अनन्तकाल हो। म बाँकी कुराहरू तपाईँलाई उता गोरखनाथपट्टि गएर पनि बताउने छु। हेर्न सक्नुहुन्छ यो दरबार। यो दरबारमा म अब एकचोटि भित्र जान्छु सरसँग भनेर कुरा मिलाएको छु। अब भित्र गएर जानु पर्यो। त्योभन्दा पहिला त जुत्ता त खोल्नु पर्यो नि त होइन, यो चिज चाहिँ जान मिलेन। यो हाम्रो संस्कार हो। यो गोर्खा दरबार 2072 सालको भूकम्पले क्षति पुर्याएपछि फेरि पुनर्निर्माण गरिएको हो। जाउँ भित्र के छ हेर्नलाई। यो हेर्न सक्नुहुन्छ यो कोठा, यो चाहिँ पृथ्वीनारायण शाहलाई नुहाएको ढुङ्गा हो। यो बाथिङ टप जस्तै कि त्यो नुहाउँछन् नि। अनि यतापट्टि भँडाहरू पनि रहेछ, यता बत्ती बाल्ने। यतापट्टि चाहिँ अगेनो छ। यो अगेनोमा चाहिँ पृथ्वीनारायण शाहलाई चाहिँ ऊ गरेको भन्ने छ। यो के भन्छ सेकेको भन्ने कुरो छ। यो सेकेको बाथिङ टप। अनि यो चाहिँ हेर्न सक्नुहुन्छ द्रव्य शाहले भुसाल खड्का राजालाई। अनि त्यसपछि यहाँबाट निक्लिँदाखेरि यहाँ यतापट्टि लुकेर बसेर अनि त्यसपछि मारा हानेको भन्ने छ। चोट पनि छ भन्ने छ, तर थाहा छैन के हुन्छ। अब हामी बाहिर जाउँ। त्यसै गरी तपाईँले हेर्न सक्नुहुन्छ यो पण्डित पार्टी। यो चाहिँ राजाहरूको पूजापाठ हुँदा अनि त्यसपछि यो तेल लगाउँदा पुरोहितहरू यहाँ बसेर अनि वेद पुराणहरू भन्ने अनि बस्ने गरिन्थ्यो त्यति बेला। यो हेर्न सक्नुहुन्छ यो पण्डित पार्टी। तपाईँहरूले ख्याल गर्नुभएको छ या छैन, यो गोर्खाको दरबारमा आउँदा यो कलाहरू चाहिँ आफ्नो अर्थ छ। जस्तै कि यो हेर्न सक्नुहुन्छ कामसूत्र। अनि त्यसपछि यो कामसूत्रहरूको यो यस्तो मूर्तिहरू किन बनाइएको अरे नि, त्यति बेला जनसङ्ख्याहरू पनि कम हुन्थ्यो अरे। अनि त्यसपछि खासै यो जनताहरूलाई चाहिँ यो कामसूत्रको बारेमा थाहा नभएपछि चाहिँ कमै मात्रामा चाहिँ सेक्सतिर इन्ट्रेस्ट हुने भएको कारणले गर्दाखेरि चाहिँ यो विभिन्न यो हेर्न सक्नुहुन्छ यो आर्किटेक्चरहरूको आफ्नो आफ्नै महत्त्व छ भने हेर्न सक्नुहुन्छ। विशेष गरेर माथिपट्टि कुँदिएको यो गरुडको जुन आर्किटेक्चर छ अनि त्यसपछि त्योभन्दा तल हेर्न सक्नुहुन्छ नाग र अनि त्यसपछि भगवानको आर्किटेक्चर छ। यो चाहिँ हाम्रो हरेक पैसाहरूको मुद्रामा यसको स्केच खिचिएको हुन्छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो हो जस्तो कि यहाँनिर हेर्न सक्नुहुन्छ गरुड अनि त्यसपछि माथि हेर्न सक्नुहुन्छ यो नै हो। यसकै खिचेर नै हाम्रो नेपालको यो पैसाहरू बनाइएको हो। हेर्न सक्नुहुन्छ 10 रुपियाँको नोटमा पनि छ, तपाईँहरूले विचार गर्न सक्नुहुन्छ। अरू नोटहरूमा पनि भेट्न सक्नुहुन्छ तपाईँहरूले। ओके, अब हामी जान्छौँ यताबाट गोरखनाथको मन्दिरतिर। तिमीले हजारौँलाई भन्नुपर्छ नि, सुनाउनु पर्छ क्या। यो त आफू जाने कथा सुनाउने हो, पढेको विद्या सुनाउने हो, लुकाएर राख्ने होइन। भनौँ मेरै पुर्खौली भने हाम्रो पुस्तुङ लामिडाँडा बाहुनडाँडा, म घिम्रे बाध्य घिम्रे। हाम्रो जिजु आशानाथ घिम्रे चारै बेरले युक्त। जति बेरले युक्त भयो नि, जति श्री सम्पत्ति भयो नि, जति छोरानाति भए पनि भोलि मुछेर मुक्ति चाहियो ओके। मुछेर मुक्ति भनेको यो भेषमा मात्रै रहेछ, अरू भेषमा रहेन छ। मुछेर मुक्ति भनेको
एक विषय मात्रै एक दीक्षामा र एक पाइएला त हामीले पुरा गर्न यो खड्का राजा थियो त्यसको नीति नियम कानुन मन परेन अघि भनिहालेँ मैले सुनिसैन है तिम्रो बिहा गर्नु पऱ्यो नि जन्ती कहाँ गयो जन्ती कहाँ गयो त्यो दुला भएर कहाँ गयो दुलैको घरमा दुलै घरमा हो कि होइन अब तिम्रो बरात कहाँ जानु पर्थ्यो तिम्रो बरात चाहिँ कहाँ जानु पर्थ्यो तिमी दुलै लिएर कहाँ जानु पर्थ्यो भन्दा राजा तिम्रो घर पाउँछन् यहाँ ल्याउनु पर्थ्यो क्या बुझाउनु पर्यो त्यो दिनको मोलपछि उसले लुट्थ्यो तिमी कति खुसी हुन्छ होला त भन त्यो हो यो नीति बाबालाई मन परेन राम्रो क्षेत्रीय राजा खोज्नु पर्यो भनेर बाबा गुरुनाथ कहाँ जाऊँ त भन्दा 3 सहर नेपाल काठमाडौँ जानु हो 3 सहर भ्यालीभित्र सारा जनता घरमा गएर गोरख जगाइदिनु राजा को हुनुहुन्छ त मोल्ला राजा हुनुहुन्छ राति सारा गोरख जगाउनु भयो भोलिपल्ट बिहान फेरि सारै जनता घरमा जानु तर कसैको वास्तै जान्छ चिन्दै चिनेन कसैलाई दान पुण्य गर्नु पर्थ्यो नि कसैले मतलब नभए के यिनमा चेताउनुसित होइन छ यिनलाई त चेताउनु पर्यो भने मृगस्थली भने गाह गाहै पुग्यो मृगस्थलीमा गएर 12 वर्षको तपस्या लिँदैन सारा नागलाई आसन लगाएर नागमाथि आफू भयो अरू नाग नभए पानी कसरी पर्ने देशमा अनावृष्टि हुनुभयो आज भोलि 1 वर्ष 2 वर्ष भन्दा भन्दै पशु पन्छीको कुरा नगर मान्छे पनि भुतभुत हुन थाल्यो अब जनता नभए कसको राजा हो नि राजालाई चिन्ता लाग्यो नि लागेन अनि 3 सहर भ्यालीभित्र सारा ज्योतिषलाई बोलाएर पटङ्गीमा राखेर देशमा कहाँ के हुन गयो लहेर भनेर जिम्मा दिनु ज्योतिषले पनि लिखित भाव त्यसलाई गणना गरेर बताउनु लिखित नभएको कसरी बताउनु उहाँलाई पनि समस्या भयो एउटा मिश्रा भन्ने बाजेर चिन्ता लाग्यो त्यसमा रोग त लाग्यो त कहाँबाट लाग्यो त हामीले बताउनु पर्यो भनेर ध्यान दृष्टिमा मिश्रा भ्याउनु पूजापाठ भ्याउनु बस्ने कि फर्किहाल्नु नबस्ने विशेष गरेर गोरखनाथको चाहिँ उत्पत्ति यही बेला भयो भन्ने चाहिँ छैन जस्तै उहाँको चाहिँ अनन्त कालमा चाहिँ उहाँको उत्पत्ति भयो भन्ने छ उहाँ चाहिँ एउटा शिवको एउटा स्वरूप हुनुहुन्छ भन्ने छ अनि त्यसपछि एउटा कहानी जोडिएको छ कि बाबा गोरखनाथ र अनि त्यसपछि पृथ्वीनारायण शाहको एक दिन चाहिँ पृथ्वीनारायण शाह चकचक गर्दै गर्दा अनि त्यसपछि बाबा गोरखनाथको मन्दिरमा पुग्नुभयो अनि पृथ्वीनारायण शाह गोरखनाथ बाबाकोमा पुगेपछि गोरखनाथ बाबाले भन्नुभयो बालक गएर दही लिएर आइज भन्नुभयो अनि त्यो कुरो आएर पृथ्वीनारायण शाहले आफ्नो आमालाई बताउनु भयो आमालाई बताएपछि आमाले सहर्ष रूपमा चाहिँ दही दिनुभयो अनि दही दिएपछि त्यसपछि दही लिएर गोरखनाथ बाबा ठाउनुभयो गोरखनाथ बाबा आइसकेपछि त्यो दहीलाई चाहिँ गोरखनाथ बाबाले खानुभयो अनि खाइसकेपछि अनि त्यसपछि उहाँले त्यो बालक हात थाप भन्नुभयो हात थाप भनेपछि त्यसपछि हातमा छाद दिनुभयो छादेपछि बालक यो खाऊ भनेपछि अनि त्यसपछि उहाँले पृथ्वीनारायण शाहले खाना मान्नु भएन हिचकिचाउनु भयो घिन मान्नु भयो अनि त्यसपछि जबरजस्ती गोरखनाथ बाबाले एउटा हात यो काँधमा अनि यसमा टाउकोमा अनि एउटा हात अनि त्यसपछि त्यो एउटा हात चाहिँ त्यो हात थापेर बसेको त्यसको हातकिला मुनि अनि त्यसपछि जबरजस्ती खुवाउन खोज्दाखेरि त्यो हातको दही चाहिँ खस्यो अनि खसेपछि भुइँमा खसेर मात्र बुढीमुलाको टुप्पामा एउटा छिर्का मात्रै लागेको अरे अनि त्यसपछि छिट्का मात्रै लागेको अरे अनि त्यसपछि गोरखनाथ बाबाले भन्नुभयो अरे कि
ए बालक तैँले यो खाएको भए त सर्वश्रेष्ठ हुन्थ्यो, तैँले जे बोलेको भरमा के राज्य जितिस्, तर तैँले खाइनस्, तल झारिस्, अलिकति भए पनि छिटा लाग्यो तेरो खुट्टामा, तेरो पाइला जहाँ जहाँ पर्छ त्यहाँ त्यहाँ तैँले विजय गर्छस्, तेरो विजय हुन्छ भनेर भन्नुभएको थियो रे गोरखनाथ बाबाले भन्ने एउटा यहाँको पुरानो उसमा पनि छ, इतिहासमा पनि छ चाहिँ। अनि त्यसपछि चाहिँ यहाँ के शाहकाल नै होला सायद, यहाँ चाहिँ पशुपतिनाथ, ईश्वरी अनि सबै मन्दिरहरू चाहिँ यहीँ स्थापना गर्नुभएको थियो शाह राजाहरूले। अनि हेर्न सक्नुहुन्छ यो तपाईँहरू यताबाट सानो ढोका छ, यताबाट हेर्न जान सक्नुहुन्छ। तपाईँहरूले चाँदी चाहिँ चम्किएका हिमालहरू देख्न सक्नुहुन्छ गोर्खाको दरबारबाट, जुन मनास्लु, गणेश हिमाल अनि अन्नपूर्णहरू पनि यहीँबाट देख्न सकिन्छ। हेर्न सक्नुहुन्छ, अति नै सुन्दर दृश्य छ। त्यसै गरी हामीले बाबा गोरखनाथको मन्दिर पनि हेऱ्यौँ। अब हामी चाहिँ वज्र भैरव जानेछौँ, अनि त्यसपछि रामशाह चौतारो पनि जानेछौँ र गणेश थान पनि जानेछौँ। अहिलेलाई हेर्न सक्नुहुन्छ यो अब पुरै चाइनाको ग्रेट वाल भन्दा कम छैन, खतरा छ हाम्रो पनि त होइन। अनि त्यसपछि हेर्न सक्नुहुन्छ यतातिर, अनि यति राम्रो भ्यू छ। वज्र भैरव चाहिँ माथि छ, माथि भएपछि म आउने फेरि बनाउने छु भिडियो वज्र भैरव गएको पनि। कृपया तपाईँहरूले चाहिँ यसो हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। म त्यति राम्रोसँग त भिडियो बनाउँदिनँ, त्यही पनि बनाउने प्रयास गरिरहेको छु। हेर्न सक्नुहुन्छ अहिले म तल झर्दैछु। अनि यहाँनिर यस्तो ठाउँ छ कि एउटा होइन, ढुङ्गामा एउटा यस्तो बनाइएको छ कि जहाँ चाहिँ आँखा चिम्लेर हातले छुँदै हामीले त्यो सेन्टर पोइन्टसम्म पुग्न सक्यौँ भने, अनि पोइन्टसम्म पुग्न सक्यौँ भने चाहिँ हामी स्वर्ग पुगिन्छ भन्ने एउटा चाहिँ हाम्रो गोर्खाको दरबारको यो बाटो यतापट्टि रहेको यो चाहिँ पुरानो इतिहासमादेखि अहिलेसम्म छ। जस्तो कि अब यताबाट आँखा चिम्लिने, अनि यताबाट छुँदै माथिसम्म पुग्न सकियो भने हामी स्वर्ग पुगिन्छ भन्ने चाहिँ यहाँको एउटा खेल भनौँ या यो इतिहास भनौँ या साँचो झुटो जे भए पनि निकै रमाइलो छ। मान्छेहरू पनि आएर यसमा ट्राई गरिरहन्छन्, निकै रमाइलो लाग्छ। हेर्न सक्नुहुन्छ यो चाहिँ सुरु चाहिँ यताबाट सुरु गर्ने, अनि त्यो उकालो जाने, अनि उकालो पोइन्ट छोड्नै भएन, कति पनि छोड्न भएन। जस्तो कि यसरी जाने उम्लाले छुँदै जाने, अनि छुँदै गएपछि अनि यता माथि यो पोइन्टमा पुगेपछि चाहिँ हामी स्वर्ग पुगिन्छ भन्ने चाहिँ यो हाम्रो यहाँको एउटा छ, एउटा हाम्रो रमाइलो खेल जस्तो एउटा छ। त कतिलाई थाहा छ, कतिलाई थाहा छैन, कतिले आएर प्रयास पनि गर्नुभयो होला, कतिले गर्नु भएन होला। हेर्न सक्नुहुन्छ कहाँ जाने बेलै भए होइन, अनि अहिले जाने बाटो खोजेर हुन्छ त नि हामीको कस्तो हजुर पनि नि जाने बेलै भएको छैन, बेला हुनुहुन्न है, गइसक्यो त हुनुहुन्न नि त। ल तपाईँहरूको म भिडियो बनाउँछु है, माइन्ड नगर्नु है। ल स्वर्गतिर जानु नि त नि हजुरहरू। ल अब ल आँखा झ्याली गर्नै पाइएन नि, यो त झ्याली पाइहाल्यो नि होइन। राम्रोसँग प्रयास गर्नु न। जस्तो कि यो यसो गर्ने के हेरि यहाँबाट आँखा चिम्लिने, अनि यो कति पनि यो स्पर्श गर्दै फिलिङ गर्दै जाने, अनि त्यसपछि यो माथि पुगिसकेपछि चाहिँ यसमा पुगिसकेपछि चाहिँ स्वर्गमा पुगिन्छ भन्ने चाहिँ यहाँनिरको हाम्रो इतिहास र अनि त्यस मान्यता, अनि त्यसपछि चाहिँ जनविश्वास रहेको छ। कैलाशपति भगवान पुर्याउनुस् लाउनु भाइ प्रसाद। हस् नमस्ते। जय शम्भु जय शम्भु जय भोले बाबा जय बाबा काली स्वर्ग पूजन राखा
चिम्मा गरेर स्पर्श गरेर ल ल जय शम्भो सकिएन अब नेक्स्ट टाइम है नेक्स्ट टाइम ल ल थ्याङ्क यू भेरी मच सबैलाई है ल ल जय गोरख गाइज म माथिबाट झरिसकेको छु अहिलेलाई भिडियो यति नै अनि त्यसपछि भिडियो लामो हुने भएको कारणले गर्दाखेरि चाहिँ म यहाँ इन्ड स्क्रिनमा पनि राखिदिन्छु तपाईँले गएर हेर्न सक्नुहुन्छ अब हामी वज्र भैरव जान बाँकी छ अनि त्यसपछि गणेश मन्दिर अनि रामशाह चौधहरू न्याय नपाए गोर्खा जानु भन्ने उपदेश चाहिँ कसको पालाबाट आयो भनेर चाहिँ म बताउँछु अनि त्यसपछि रामशाहले कसरी न्याय दिन्थे अनि त्यसपछि कसरी राम्रो काम गर्नुभयो त्यो कुराहरू चाहिँ म बताउँछु तपाईँलाई प्लिज च्यानललाई सब्सक्राइब गर्न र अनि त्यसपछि हल्का यसो कमेन्टहरू गरिदिनु होला अलिकति मलाई सुधार्ने मौका पनि दिनु होला कमेन्ट गरेर सुध्रिने मौका पनि दिनु होला म बिस्तारै बिस्तारै राम्रो हुँदै जाला अनि त्यसपछि क्रिएटिभ तपाईँहरूको साथ पाएँ भने अब कन्टेन्ट क्रिएट पनि म राम्रै गर्नेछु अहिलेलाई बाई अब सी यु इन द नेक्स्ट भिडियो ओके बाई